ल वेलकम टु कफी भ्लग। यो सानो भिडियो भ्लग लिएर आएको छु म फेरि। मेरो आवाजले नै पहिचान गरिसक्नु भएको होला। मैले यहाँनिर एउटा नयाँ एक्सपेरिमेन्ट हुँदैछ। यो एक खालको क्वान्टम प्लान्टिङ, सायद तपाईँहरूले यो खालको प्र्याक्टिस सुन्नुभएको छैन होला। यो चाहिँ 2x1 मा रोपिँदैछ। यो एक लाइन पहिला रोपिएको थियो, यसको 2 मिटरको डिस्टेन्समा अर्को लाइन बन्दैछ र यो प्लान्ट टु प्लान्ट डिस्टेन्स चाहिँ यहाँ जम्मा 1 मिटर रहेको छ हैन। अब यसमा धेरै टिक्का टिप्पणी कमेन्टहरू आउलान्, तर चाहिँ यो इन्टरनेसनली प्र्याक्टिस भएको एउटा सफल स्पेसिङ हो। हामीले त्यसलाई कसरी चाहिँ गर्छौँ भन्ने कुरा हो हैन। यो हामी ट्रायल गरिरहेछौँ। त्यस पछाडि यहाँनिर अर्को लाइन हुँदैछ। यो लाइनमा तपाईहरुलाई बगान बनाउँदाखेरि एकदमै चिटिक्कैको एउटा लाइनदेखि अर्को लाइनको लाइन कसरी राम्रो बनाउने होला भन्ने सन्दर्भमा चाहिँ यो एउटा टेक्निक म तपाईहरुलाई सिकाउन गइरहेको छु। यो टेक्निक एकदमै ध्यान दिएर हेर्नु होला। जस्तो यहाँनिर चाहिँ यो 3वटा चाहिँ लिउँ अहिले है, 3वटालाई लिउँ हैन। यो फर्स्ट हैन, यो सेकेन्ड, यो थर्ड। यो भनेको चाहिँ यो फर्स्टदेखि थर्डसम्मको डिस्टेन्स भनेको 1 मिटर छ र यो हाफ मिटरको सेन्टरमा चाहिँ अर्को लट्ठी गाडिएको छ। अब यसरी चाहिँ प्रत्येक हामीले 1 मिटरको स्पेसिङमा रोप्ने हुँदाखेरि प्रत्येक 50 सेन्टिमिटरमा लट्ठीहरू चाहिँ हामीले गाड्यौँ। अब हामीले चाहिँ कफी खाल्डो खन्दा चाहिँ बिचमा मात्रै खन्ने। यो जस्तो यो 3वटा मध्ये बिचमा मात्रै खन्ने, यसलाई चाहिँ जस्ताको तस्तै राख्ने हैन। त्यसपछि नेक्स्ट अर्कोमा खाल्डो खन्ने, त्यस पछाडिकोलाई केही नगर्ने, त्यस पछाडि चाहिँ खाल्डो खन्ने, त्यस पछाडि केही नगर्ने। अनि यो जुन हामीले छोडेको लट्ठी छ, त्यो छोडेको लट्ठी चाहिँ जबसम्म हामीले कफी बिरुवा सारिदैन तबसम्म त्यो चाहिँ गाडिरहने, जसले गर्दाखेरि हाम्रो लाइन सिधा भयो कि भएन भनेर चाहिँ त्यो रिफरेन्सको रूपमा युज हुन्छ त्यो हैन। र लाइन सिधा नहुने केसको लागि चाहिँ यो मेथड युज गर्नु होला हैन। र यो क्वान्टम डेन्सिटी प्लान्टेसन हामीले यहाँ ट्रायल गर्दैछौँ र यो बाहिरतिर धेरै प्रयोग हुने टेक्निक हो यो। र यो टेक्नोलोजीमा यिनीहरूको ट्रेनिङ पनि स्पेशल तरिकाले गर्नुपर्छ र स्पेशल तरिकाले ट्रिटमेन्ट यसलाई गरे पछाडि यो खालको पनि प्र्याक्टिस बाहिर सफल छ, राम्रो छ हैन। अझ भेराइटल अनुसार पनि हुन्छ स्पेसिङ हैन। खास गरी ड्वार्फ नेचरको हैन, होचो प्रजाति कफी आफैमा होचो प्रजातिको कफी हो, तर चाहिँ ड्वार्फ नेचर भन्छ। त्यसमा पनि अग्लो हुने र होचो हुने भन्ने खालको हुन्छ। जस्तै हामीले यो भेराइटललाई हेर्यौँ भनेदेखि यो चाहिँ सेलेक्सन 10 भन्ने भेराइटल हो। यो चाहिँ अलिकति अग्लो हुने खालको भेराइटल हो। यसैको कम्पेरिजनमा हेर्ने भनेदेखि यो येल्लो कटुरा भन्ने चाहिँ भेराइटल हो। यो चाहिँ अलिकति ड्वार्फ नेचरको भेराइटी हो, अर्थात् होचो हुने भेराइटल। यो होचो हुने भेराइटललाई चाहिँ हामीले अलिकति डेन्सिटी बनाएर रोप्न सक्छौँ हैन। र जुन प्लान्टेसन जुन चाहिँ बिरुवा जब डेन्स प्लान्टिङ गरिन्छ भनेदेखि त्योबाट फेरि मल्टिपल स्ट्रिम चाहिँ ग्रो गराउनु हुँदैन। अर्को फेरि हामीले ध्यान दिनुपर्ने कुरा चाहिँ त्यो हो है। यो भिडियो कस्तो लाग्यो है, यसो रेस्पोन्स दिनु होला। युट्युबमा सब्सक्राइब गर्नु होला जहाँ हेरिरहनु भएको छ हैन। कफी बोर्ड रह्यो नरहे पनि कफीको जानकारी चाहिँ यसरी नै जीवित रहन्छ। त्यसैले चाहिँ यो भिडियो लामो समयसम्म होला भनेर मसँग भएको इन्फर्मेसन, मैले जानेको इन्फर्मेसनलाई चाहिँ अलिकति मैले डकुमेन्टेसन गर्दै हो है।